गुड इभिनिङ ल सबैलाई गुड इभिनिङ। हामी लास्ट क्लासमा रिकन्सिलिएसन स्टेटमेन्ट भित्रको ब्याङ्क रिकन्सिलिएसन स्टेटमेन्टको विषयमा कुरा गर्दै थियौँ र ब्याङ्क रिकन्सिलिएसन स्टेटमेन्टमा समावेश गरिने विभिन्न किसिमका इलिमेन्टहरू कम्पोनेन्टहरूको विषयमा कुरा गर्दै थियौँ, जसलाई एड र लेस के गरिन्छ भन्ने हिसाबले पनि हामीले हेऱ्यौँ है त। फर्मेट कस्तो हुन्छ त भन्ने कुरा है, फर्मेट अफ ब्याङ्क रिकन्सिलिएसन स्टेटमेन्ट अनि किन प्रिपेयर गरिन्छ भन्ने कुरा पनि हेरौँ है। ल लेख्नु होला, फर्मेट अफ ब्याङ्क रिकन्सिलिएसन स्टेटमेन्ट, फर्मेट अफ BRS यही भन्थ्यौँ नि होइन हामी कलेज पढ्दा, ब्याङ्क रिकन्सिलिएसन स्टेटमेन्ट है। ल सबैभन्दा माथि इन द बुक्स अफ पहिला हेर्नु होला है, स्टेटमेन्ट अफ ब्याङ्क रिकन्सिलिएसन वा ब्याङ्क रिकन्सिलिएसन स्टेटमेन्ट भने पनि भयो, एज अन यहाँसम्म देखियो। particulars amount, total amount हो है, सानो अक्षरमा लेखेको छु, बट टोटल अमाउन्ट डन। सबभन्दा माथि ब्यालेन्स वा ओभरड्राफ्ट भन्नु मैले नेगेटिभ फिगरमा राखेँ, एज पर क्यास बुक वा के त पासबुक, यहाँ भ्यालु राखेँ प्लस माइनस क्यास बुक वा पासबुक, जुनसुकै पनि हुनसक्छ, ब्यालेन्स पनि हुनसक्छ, पोजिटिभ ब्यालेन्स नेगेटिभ ब्यालेन्स पनि हुनसक्छ। अब यसमा केही शीर्षकहरू एड गर्नुपर्छ है, अनि केही शीर्षकहरू के गर्नुपर्छ, लेस गर्नुपर्छ। यहाँ शीर्षकहरू सम्झना गर्नु होला। यति गरिसकेपछि यहाँ टोटल भ्यालु आउँछ, यो ब्राकेटमा बस्छ, अनि यहाँ ब्यालेन्स वा ओभरड्राफ्ट, यहाँ पनि एज पर, ध्यान दिनु मैले भनिरहेको छु है, एज पर अगाडि क्यास बुक भनेको छ, त्यसैले क्यास बुकबाट सुरु गर्यो भने ब्यालेन्स केमा पुगिन्छ, पासबुकमा पुगिन्छ, पासबुकबाट सुरु गर्यो भने ब्यालेन्स केमा पुगिन्छ त, क्यास बुकमा पुगिन्छ। डन। प्लस माइनस जे पनि हुन सक्छ। अब क्यास बुक अगाडि भएको हुनाले केही शीर्षकहरू यहाँ के गर्नु पर्थ्यो भन्दा एड गर्नुपर्छ, जुन मैले एड र लेस भनेर हिजो भनेको छु। सम्झना गर्नुभयो भने, यहाँनिर याद गर्नुभयो भने, आउटस्ट्यान्डिङ चेक भने होला, स्ट्यान्डिङ चेक्स के गर्नु पर्यो, एड गर्नु पर्यो क्यास बुकमा हैन। त्यसै गरी यहाँ चेक्स इन ट्रान्जिट के गर्नु पर्यो, लेस गर्नु पर्यो। dishonored, of
deposited checks. Next, directly payment made by bank due to standing order less. यो सबै चिज छ नि हैन हिजोमा. Next, directly deposited, directly amount भनौँ न हैन, amount deposited into bank by third party. यो पनि थियो. त्यसै गरी directly amount collected by bank due to standing order. यो पनि थियो. त्यसै गरी overcast into credit side of cash book वा के पासबुक. यो पनि थियो. अर्को undercast into undercast in credits. ठिक छ. overcast, undercast into debit side of cash book or passbook. फर्मेट यसरी लेखेर बनाउनु पर्छ यदि मार्क्सको लागि छ भने है. त्यसै गरी undercast into credit side of cash book or passbook. हिजोकै सबै कुरा हो, कता राख्ने भन्ने मात्रै कुरा थियो है. एडलेस हुन त हामीले गरि पनि सकेका थियौँ. overcast into debit side of cash book और के पासबुक. ओके. 1 2 3 4 5 1 2 3 6 हो क्या कहाँ धेरै हो त. 2 यहाँ 3 यहाँ 4 यहाँ 5. डन. सर आउटस्ट्यान्डिङ चेक किन एड भएको क्यास बुकमा अरे. आउटस्ट्यान्डिङ चेक भन्ने बित्तिकै क्यास बुकले पेमेन्ट गरेको हुन्छ. बुझ्नु हो कि क्यास बुकले पेमेन्ट गरेको हुन्छ तर पासबुकमा अहिलेसम्म पनि रेकर्ड गरेको घटाएको हुँदैन. त्यसैले क्यास बुकलाई चलाउने हो भने त बराबर पार्न के गर्नु पर्यो त, के गर्नु पर्यो, एड गर्नु पर्यो. तब न बराबर हुन्छ. फेरि रिपिट गर्नु होला. त्यो मेथड दुई तरिकाको छ. तपाईहरुको मिनिमम रिक्वायरमेन्ट +2 भएको हुनाले मैले यसरी गरेको. बुझ्नुभयो कि. तपाईहरु पढ्दा मलाई याद छ बीबीए मा के हुन्थ्यो भने क्याश बुकको ब्यालेन्स क्याश बुकबाट सुरु गरेर एडजस्टमेन्ट गरेर क्याश बुकको रियल ब्यालेन्स निकाल्ने, पासबुकबाट सुरु गरेर पासबुकको रियल ब्यालेन्स निकाल्ने अनि दुईटैको ब्यालेन्स के हुन्छ बराबर हुन्थ्यो. ओके हो एज पर क्याश बुक गरेको. डन. अगाडि क्याश बुक भएको हुनाले क्याश बुक गरेको. ओके. यहाँ पासबुकको ल्याग निक्लियो. पासबुकबाट सुरु गरेको क्यास बुकले त लेख्न चाहिँ मैले दुईटै कुरा लेखेँ अनि त्यही भएर अन्डरलाइन पनि गरेको. केमा क्यास बुकबाट सुरु गरे हो. सार्नु छ. अब किन बनाएको भन्ने कुरा पनि हेरौँ. हो त
+2 मा चाहिँ यसरी हुन्छ कि त्यही भएको कारणले गर्दा त्यही बेसमा एउटाबाट निकालेर अर्को ब्यालेन्स निकाल्नु भनेर पनि सोध्ने गरेको हुन्छ त्यसैले है। गर्नुहोस् त राम्ररी। भयो। सर ओभरकास्ट एन्ड अन्डरकास्ट बुझाइदिनु न। ओभरकास्ट भनेको हुनुपर्ने भन्दा अधिक रकम लेखेको, अन्डरकास्ट भनेको हुनुपर्ने भन्दा कम रकम लेखेको। इन केस ल सिधा सिम्पल कुरा हेरौँ न। हामीले हिजो के भनेको थियौँ याद गर्नुहोस् त। यहाँ क्यास बुक छ, यो डिआर यो सिआर हो, यो प्लस हुन्छ यता माइनस हुन्छ। पासबुक भनेको छ, यहाँ डिआर यहाँ सिआर हुन्छ, यता के हुन्छ माइनस हुन्छ यता प्लस हुन्छ होइन। भन्नुको मतलब यताको डेबिट साइड भन्नु र यतापट्टि क्रेडिट साइड भन्नु उस्तै रहेछ होइन। ओभरकास्ट इन्टु क्रेडिट साइड अफ क्यास बुक, अगाडिको मात्रै बुझौँ न, पछाडिको एउटै हुन्छ। क्रेडिट साइडमा बढी लेखियो अरे, माइनस गर्दा बढी लेखेपछि बराबर पार्न के गर्नुपर्छ, प्लस गर्नुपर्छ। माइनस लेख्दा बढी लेखियो भने बराबर पार्न प्लस गर्नुपर्छ। माइनस लेख्दा क्रेडिट साइडमा यदि कम लेखियो भने बराबर पार्न के गर्नुपर्छ, अझ माइनस बढी गर्नुपर्छ। त्यसैले ओभरकास्ट क्रेडिट साइडमा भयो भने क्यास बुकमा एड गर्नुपर्छ, अन्डरकास्ट भयो भने चाहिँ के गर्नुपर्छ, लेस गर्नुपर्छ। डन। यतापट्टि बढी भयो भने डेबिट साइड ओभरकास्ट भयो भने जोड्नु पर्ने भन्दा धेरै जोडेपछि त घटाएर बराबर हुने हो नि त। त्यसैले अन्डरकास्ट भयो के अरे ओभरकास्ट डेबिट साइडमा भयो भने लेस गर्नुपर्छ। यदि कम भयो प्लस गर्दा कम गरियो भने थपेर प्लस गर्नु पर्यो। त्यसैले ओभरकास्ट क्रेडिट साइड यदि यदि तपाईँको अन्डरकास्ट भयो भने डेबिट साइडमा के गर्नुपर्छ, जोड्नुपर्छ। ओके, हिजोकै कुराहरू हुन्, अलमोस्ट हिजोकै कुराहरूसँग सम्बन्धित कुराहरू हुन् है। ल त्यही पनि एड र लेस भनेको थियो हिजो पनि है। ल अब लेख्नुहोस् टपिक्स। रिजन टु प्रिपेयर बैंक reconciliation statement. Reason to prepare bank reconciliation statement. अब यसमा टपिक्स यसलाई के भनिन्छ थाहा छ? अब्जेक्टिभ पनि भन्छौँ, पर्पज पनि भनिन्छ, रिजन अफ डिस्क्रिपेन्सिज पनि भनिन्छ। बिट्विन के त क्यास बुक एन्ड पासबुक भन्छौँ। फरक हुनुको कारण के हो भनी सोध्ने गरेको हुन्छ। त्यसमा दुईटाको बिचमा डिस्प्युट हुनुको कारण के हो भनेर पनि हुन्छ है। अलमोस्ट फेरि यही कुराहरू हो कि डिस्प्युट हुने कारण। आउटस्ट्यान्डिङ चेक भएर डिस्प्युट हुन्छ, अमाउन्ट डाइरेक्ट डिपोजिट गऱ्यो भने डिस्प्युट हुन्छ, फरक पर्छ रकम। तपाईँको चाहिँ नि डाइरेक्ट पेमेन्ट गऱ्यो वा कलेक्सन गऱ्यो ब्याङ्कहरूले भने फरक पर्छ, डाइरेक्ट डिपोजिट गऱ्यो थर्ड पार्टीले फरक पर्छ।
चेक ट्रान्जिट भयो फरक पर्छ, डिसअनर भयो फरक पर्छ, ओभरकास्ट वा अन्डरकास्ट भयो भने पनि के हुन्छ, फरक पर्छ भनेर लेख्ने हो। फरक पर्नुको कारण भन्यो भने चाहिँ यही हो। त्यही भएर हिजो मैले लेखाउँदा भनेको थिएँ नि यो एकदम इम्पोर्टेन्ट छ भनेर, यो सबै यही हो फरक पर्नुको कारण। अलिकति केही थप्छु केमा, अब्जेक्टिभ पर्पज वा रिजनमा चाहिँ, है त, लेख्नु होला। पहिलो बुलेट, टु नो the value of outstanding checks. To know the value of outstanding checks. बजारमा कति कति पेमेन्ट हुन बाँकी छ, चेक दिएको तर पेमेन्ट हुन बाँकी छ भन्ने कुरा थाहा पाउनको लागि के बनाउनु पर्छ, रिकन्सिलिएसन स्टेटमेन्ट बनाउनु पर्छ। ठिकै छ। नेक्स्ट, to know the value of checks in transit. To know the value of checks in transit. To know the value of checks in transit. Next, to know the value of checks which has been dishonored, or returned by bank, bank. And next, to know the value of collection which made by bank directly, कति कति पेमेन्ट चाहिँ नि के त ब्याङ्कले कलेक्सन गरेछ हाम्रो बिहाफमा भन्ने थाहा पाउनको लागि। त्यसै गरी to know the value of payment which made by bank directly. नेक्स्ट, त्यसो भएपछि अब कति खर्चहरू आम्दानीहरू रेकर्ड गर्न बाँकी हुन सक्छ। त्यसैले रियल के हुन्छ, एक्सपेन्सेसहरू कुनै छुटेकोहरू छ आम्दानी खर्च भने त्यहाँबाट हेरेर पनि थाहा पाउन सकिन्छ। उदाहरणको लागि ब्याज खर्चका कुराहरू हुन सक्छन्, हैन, उदाहरणका विभिन्न किसिमका प्रिमियमका कुराहरू हुन सक्छन्, ब्याङ्क चार्जेसका कुराहरू हुन सक्छन्। त्यसैले नेक्स्टमा, टु नो the actual income and expenses during the period. To know the value of actual income and expenses during the period. Okay, next, अब थर्ड पार्टीले पेमेन्टहरू गरेको छ, डिपोजिट गरेको छ भने पत्ता लगाउन पाइयो, जसको माध्यमबाट थर्ड पार्टीको रिकन्सिलिएसन गर्न सजिलो हुन्छ। नेक्स्टमा, it facilitated to third party ledger reconciliation. Third party ledger reconciliation.
It facilitated to conduct third-party ledger reconciliation. Third-party ledger reconciliation. Next. अब यहाँ ओभरकास्ट अन्डरकास्ट जे भए पनि यो फ्रड एन्ड इरर त हो नि होइन, इरर त हो नि होइन त, इरर केमा क्यासबुकमा वा पासबुकमा इरर भएको छ भने पत्ता लगाउने भयो। नेक्स्टमा टु डिटेक्ट अकाउन्टिङ errors which incurred into cash book or passbook, which may incurred into cash book or passbook, passbook. नेक्स्टमा फेरि लेख्नु होला। अब एक्चुअल ब्यालेन्स पत्ता लगाउने। नेक्स्टमा लेख्नु होला। To ascertain actual bank balance as on date. Actual bank balance as on date. अब यसो भएपछि के हुन्छ, फाइनान्शियल स्टेटमेन्ट बनाउनको लागि सजिलो हुने भयो, अडिट गर्न सजिलो हुने भयो। नेक्स्टमा to support for an audit process, to support for an audit process, next man, it facilitate to prepare financial statement of an institution, financial statement of an institution. अर्को एक्चुअल ब्यालेन्स थाहा भएपछि पेमेन्ट डिसिजन गर्न सजिलो हुने भयो, पेमेन्ट चेक इस्यु गर्नु कि नगर्नु भन्ने कुरा हुने भयो। नेक्स्टमा it facilitate to formulate payment decision through bank. Formulate payment decision through bank. नेक्स्टमा अब समय समयमा रिकन्सिलिएसन गरेपछि डिस्प्युट हुँदैन कोसँग, ब्याङ्कसँग। त्यसरी नेक्स्टमा it facilitate to maintain qualitative and sound relation, to maintain qualitative and sound relation with bank or financial institution or their representative. Bank or financial institution or their representative. अब पार्टीहरूको चेकहरू डिस्बर्समेन्ट भइरहेको थाहा पाइयो भने त्यसले गर्दा के हुन्छ भन्दा त्यो पार्टीलाई अब क्रेडिट दिने कि नदिने, उधारो दिने कि नदिने भनेर हेर्न सकियो। ब्याङ्कमा भएको मौजदातको आधारमा अब नयाँ क्रेडिट पोलिसीहरू कसरी ल्याउन सकिन्छ भन्ने डिसिजन गर्न सकियो। त्यसैले नेक्स्टमा
it facilitates to formulate credit policy in institution. It facilitates to formulate credit policy in institution or for specific customer or for specific customer specific customers. The last one is conclusion. Conclusion. Bank reconciliation statement is a crucial for institution to proper maintaining of books of account, comma, detect different kinds of fraud and error, comma, detect different kinds of fraud and errors, frauds and errors, and also support to pending transaction, also support to know KNOW, also support to know pending transaction or issues that leads to difference between cash book and passbook. That leads to difference between cash book and passbook. Cash book and passbook. Passbook. Okay. Let's start. हो कहिले काहीँ मैले तपाईँलाई भनेको थिएँ कहिलेकाहीँ के हुन्छ यसबाट नेपाल राष्ट्र ब्याङ्कका विशेषतः पटक पटक न्युमेरिकल क्वेसन पनि सोधिरहेको देखिन्छ होइन पटक पटक सोधिरहेको देखेको हुनाले एउटा क्वेसन लेख्नु होला अनि सघाउन हामी यसलाई है त त्यसो भने रिस्क पनि मिनिमाइज गरियो यसले धेरै समय पनि लाग्दैन यसलाई लेख्नु होला क्वेसन prepare bank reconciliation statement of ABC company PVT Ltd as on
last of OSAD 2082 by using following informations and detect balance as per passbook as on date. Okay, as on date. लिख दिया था मैंने, देखिए नहीं किया, वो देखिए कोई ना, क्लोजिंग बैलेंस इसे गर्नु न, क्लोजिङ नलेख्नु त, क्रेडिट बैलेंस of rupees 3,23,000 as per cash book. Next, check issued to, मैले सिम्पल नाम लेखिदिन्छु ल, Ram and Shyam of rupees 13,000 and 20,000, but not debited payment of Shyam into passbook. Next, check deposited into bank of rupees 30,000, but returned by bank due to insufficient fund. मोमोकले पनि बोलिरहेको छ है, इनसफिसियन्ट, मलाई यतापट्टि पनि गर्नु पर्थ्यो, एउटा सानो पनि लेखिदियो. नेक्स्ट, check deposited into bank of rupees 40,000 and rupees 62,000, but not presented, but not shown into bank statement of rupees 40,000. Of rupees 40,000 into bank statement. Next, payment made by bank of rupees 24,000, but credited
into cash book by rupee credited into cash book by rupees 42,000. Amount collected and amount collected by bank as per standing order of rupees 70,000 and deduct charged of rupees 500 but not recorded into cash book but not recorded such transaction into cash book. Next, collection made by bank. Collection on that is check deposited and credited by bank of rupees 37,000 but debited into cash book by rupees 47,000. Look, understand? 6 marks है 6 marks को लागि प्लस अगाडि पछाडि केही जोडेर यो 6 marks को हाल्ने 3 4 5 6 7 7 marks राख्ने लु बनाउनुहोस् एकछिन टाइम दिएँ तपाईलाई पासवर्ड सीट आउट यो त केटाकेटी लगाएर राख्नु भयो नि है बट फटाफट गर्नु त एन्सर कति आउँदो रहेछ मलाई लेख्नुहोस् पनि मेसेजमा
7 मिनट दिएँ है मैले तपाईँलाई ट्याक्कै। 1 मिनट गयो, 6 मिनट दिएँ ल। एन्सर आउनु थाल्यो है। 379 500 लेख्नुभयो कसैले, एकजना मान्नु भएको।
379,500 लेख्नुभयो। त्यसको मतलब अरूले पनि अलिअलि बनाउन थाल्नु होला, एन्सरको छाडकाट आउन थाल्यो होला हैन त। अब गरौँ। माथि मैले लेखेँ इन द बुक्स अफ एबिसी कम्पनी पिभिटी एलटिडी। अब म अलिकति यता सार्छु ल। ओके, स्टेटमेंट of bank reconciliation as on Asar 31st 2082। गरिदिउँ न यसैलाई। पर्टिकुलर amount in rupees, total amount in rupees है। टोटल रुपिस लेखे पनि हुन्छ। यहाँ त्योभन्दा सुरुमा ब्यालेन्स मैले लेखिनँ, वो ब्यालेन्स लेख्यो भने बिग्रिँदैन। ब्यालेन्स स्ल्यास ओभरड्राफ्ट एज पर क्यास बुक। किन क्यास बुक ब्यालेन्स ओभरड्राफ्टमा आयो त भन्दा 3,23,000 रुपियाँ चाहिँ क्रेडिट ब्यालेन्स भनेको छ। क्यास बुकको क्रेडिट ब्यालेन्स भनेको नेगेटिभ ब्यालेन्स हो, डेबिट ब्यालेन्स भनेको पोजिटिभ हो। पासबुकको क्रेडिट ब्यालेन्स भनेको पोजिटिभ हो, डेबिट ब्यालेन्स भनेको के हो, नेगेटिभ। साइन याद गर्नु धेरै, प्लस र माइनस। 3,23,000 माइनसमा, ठिक छ। अब यसमा केही शीर्षक मैले एड गर्नुपर्छ, केही शीर्षक लेस गर्नु पर्यो है। ल यहाँ चेक इस्युड टु राम, राम र श्याम दुईटालाई चेक इस्यु गरेछ। 13,000 को रामलाई, 20,000 को कसलाई, श्यामलाई हैन त, रेस्पेक्टिभली लेख्यो भने हुन्थ्यो है। बट नट डेबिटेड, पेमेन्ट गर्दा त डेबिट गर्नुपर्ने, ठिक छ, डेबिटेड गरेन। कसको, श्यामको। रामको त गरे नि त, 13,000 त भयो, मैले केही गर्नै परेन। तर 20,000 भएन। यो भनेको के हो, आउटस्ट्यान्डिङ चेक है त। त्यसो भए के एड के लेस गर्ने भनेको थिएँ, एड गर्ने। आउटस्ट्यान्डिङ चेक अफ, चेक अफ कसको, श्याम। कति, 20,000। ठिक छ, यो भयो है, यो पनि भयो। नेक्स्टमा चेक डिपोजिटेड इन्टु ब्याङ्क रुपिस 30,000, चेक डिपोजिट गरेछ, बट रिटर्न बाई ब्याङ्क ड्यु टु इन्सफिसियन्ट ब्यालेन्स। त्यसो भए के गर्नु पर्यो, क्यास बुकमा लेस गर्नु पर्यो। म यहाँ तल लेस पनि लेख्छु, लेखेँ यहाँ। के त, रिटर्न गरेको चेक हो कि होइन, चेक रिटर्न्ड ड्यु टु इन्सफिसियन्ट फन्ड। कति, 30,000, यो पनि भयो 30,000। नेक्स्टमा जाउँ। चेक डिपोजिटेड इन्टु ब्याङ्क अफ रुपिस 40,000 एन्ड 60,000, दुईटा नि, एउटा 40,000, एउटा 62,000 को। बट नट सन अफ रुपिस 40,000, 40,000 देखाएन अरे इन्टु ब्याङ्क स्टेटमेन्ट। 40,000 देखाएन भनेको 62 को काम भयो, 40 देखाएन भनेको चेक इन ट्रान्जिट होइन त। त्यसो भए चेक इन ट्रान्जिट, बट नट के त, रेकर्डेड इन्टु ब्याङ्क स्टेटमेन्ट भने पनि भयो।
ए चेक इन ट्रान्जिट हैन त 40,000 ठीक छ लेसे गर्ने थियो क्यासबुकमा पासबुकबाट सुरु गरे हो एड गर्नु पर्थ्यो नेक्स्ट पेमेन्ट मेड बाई ब्याङ्क पेमेन्ट गरेछ 24,000 बट क्रेडिटेड इन्टु क्यासबुक बाई ₹42,000 त्यसो भए के भएको हो त ओभरकास्ट भएको होइन त कतिले ओभरकास्ट भयो 628 18,000 18,000ले ओभरकास्ट भएको हो कि हेर्नुहोस् है 24 लेख्नु पर्ने 42 लेखेछ त्यसो 18,000 हो कि 8 4 12 18,000 कुन साइडमा क्रेडिट साइडमा ओभरकास्ट इन्टु क्रेडिट साइड अफ क्यास बुक एड गर्ने कि लेस गर्ने भनेको थियौँ एड गर्ने ओभरकास्ट इन्टु क्रेडिट साइड अफ क्यास बुक कति 42,000 माइनस 24,000 भनेको कति त 18,000 ठीक छ नेक्स्टमा अमाउन्ट कलेक्टेड बाई ब्याङ्क एज पर स्ट्यान्डिङ अर्डर अफ ₹70,000 कलेक्सन गर्यो र चार्ज पनि 500 काट्यो तर रेकर्ड गरेको छैन क्यासमा त्यस क्यास बुकमा त्यसो भए कलेक्सन होइन त पेमेन्ट कलेक्टेड बाई ब्याङ्क डाइरेक्टली कति 50-70,000 र ब्याङ्क चार्ज पनि घटाएको छ त्यो मैले छुट्टै राख्ने किनभने खर्च पनि त एकचोटि देखाउनु पर्यो ब्याङ्क चार्ज डिडक्टेड बाई ब्याङ्क कति 500 ठिक छ क्यास बुकमा पनि माइनस गर्नु पर्यो खर्च देखाउनु पर्यो नेक्स्ट चेक डिपोजिटेड एन्ड क्रेडिटेड बाई ब्याङ्क ब्याङ्कले क्रेडिट पनि गरेछ कति रुपियाँको 37,000 होइन तर डेबिटेड बट डेबिटेड इन्टु क्यास बुक बाई ₹47,000 37,000 गर्नुपर्ने हेर्नुहोस् है त गरेछ 47,000 10,000 ओभरकास्ट भएको हो कि कुन साइडमा भएको डेबिट साइडमा भएको त्यसो भए लेस कि एड गर्ने भनेको थियौँ लेस गर्ने त्यसो भए ओभरकास्ट इन्टु डेबिट साइड अफ क्यास बुक कति रुपियाँ 47,000 माइनस 47,000 10,000 त्यसो भए अब हेरौँ यसको टोटल कति 90 1,08,000 प्लस यसमा 70 10 80 85,000 के त माइनस अब 85 15,000 15 23,000 जोड्नु पर्यो भनेपछि 40 46 3,46,000 आउने भएछ ब्यालेन्स वा ओभरड्राफ्ट ब्यालेन्स म्युट त भएको छैन नि ब्यालेन्स अर ओभरड्राफ्ट एज पर पासबुक कति आयो ए सरी माइनस गर्नु पर्यो सरी यो प्लस माइनस गर्दा माइनस साइन माइनस भयो भने हुन्छ सरी 1,08,000 15 8 5 13 23,000 23 घट 3 लाख आयो ट्याक्कै माइनसमा आयो 3 लाख किनभने माइनस माइनस जोडिन्छ प्लस घट्छ देयरफोर ओभरड्राफ्ट balance of passbook as on date end of the के असार 2082 ठीक छ एकपल्ट हेरौँ 323 मैले ओभरड्राफ्ट भनेर माइनस गर्ने सजिलो भयो फेरि उल्टो पाल्टो गर्नुपर्छ त्यत्रो बिना लफडा नगरौँ सिधै गएर के गरौँ ओभरड्राफ्ट भयो भने माइनस गर्दै खेल खतम है एउटा के चेक इस्यु गरेको आउटस्ट्यान्डिङ भएपछि क्यास बुकमा के गर्नु पर्यो एड गर्नु पर्यो ठिक छ किनभने ब्यालेन्स घटिरहेछ अर्को ब्याङ्कमा डिपोजिट गरेको 30,000 इन्सफिसियन्ट भएर फिर्ता आयो
भन्नुको मतलब प्लस गरेर चाहिँ माइनस गर्नु पर्यो, यो पनि ठिक छ। त्यसै गरी अर्को के त, चेक्स डिपोजिटेड इन्टु ब्याङ्क रुपिज 40,000, 62,000 बट नट साउन्ड इन द अफ रुपिज 40,000। चेक फेरि यो 40,000 पनि के गर्नु पर्यो, माइनस गर्नु पर्यो, ठिक छ। पेमेन्ट मेड बाई ब्याङ्क अफ रुपिज 24,000 बट क्रेडिटेड इन्टु क्यास बुक। पेमेन्ट मेड बाई ब्याङ्क, ठिक छ। 24,000 तिरेकोमा उसले 42,000 लेख्यो भने 18,000 ओभरकास्ट भयो क्यास बुकको कुन साइडमा, क्रेडिट साइडमा। क्यास बुकको क्रेडिट साइडमा ओभरकास्ट भइसकेपछि बढी माइनस गरियो, त्यसो भए प्लस गर्नु पर्यो, यो ठिक छ। त्यसपछि अमाउन्ट कलेक्टेड बाई ब्याङ्क 70,000, त्यसपछि 70,000 एड गर्नु पर्यो, खर्च छ भने त्यसलाई गिभेन चार्जलाई घटाउनु पर्यो। अर्को चेक डिपोजिटेड एन्ड क्रेडिटेड बाई ब्याङ्क, ब्याङ्कले क्रेडिट पनि, ठिक छ, क्रेडिट गर्नु पर्थ्यो, गऱ्यो ब्याङ्कले 37,000ले, चेक पनि थियो, ठिक छ। बट डेबिटेड इन्टु क्यास बुक, क्यास बुकमा डेबिट गर्दा 47 भने ओभरकास्ट भएछ डेबिट साइडमा, ओभरकास्ट इन्टु डेबिट साइड अफ के, क्यास बुक। 47,000 माइनस 37,000, 10,000 जोड्दा 90, 10, 1,08,000, ठिक छ। प्लस साइन, प्लस माइनस सिधै माइनस भइहाल्छ। 30,000, 40,000, 70, 80, 80, 85, ए होइन सरी 80,500 पो, 500, 80,500 है, 80,500 भनेपछि 20, 28, 27,500 यसमा जोड्नु पर्यो, यसमा घटाउनु पर्यो होइन त। 27,500 घटाउनु पर्यो भनेपछि 23 भयो, 4,500 अरू आयो भने 2,95,500, 95,500 जोड घटाउ गर्नु थियो एकपल्ट। एज अन डेट ओभरड्राफ्ट ब्यालेन्स अफ रुपिज 2,92,500 एज अन डेट। ल अब भन्नुहोस् त प्लस माइनस के छ, 80,500 को, ओके सरी 2,95,500, ओके माइनसमा आयो नि त, ओ राख्नु भयो नि होइन, डन। कहीँ कसैलाई कन्फ्युजन छ भने प्लिज। ओके ल, अदरवाइज हामी भोलि अर्को च्याप्टर गर्छौँ। केही इस्यु छ भने भन्नु होला, अर्को च्याप्टर गर्छौँ भोलि। सर हजुर, हजुर सुरुको ब्यालेन्स किन माइनसमा भयो, किनभने क्रेडिट ब्यालेन्स भनेको छ क्यास बुकमा। याद गर्नुहोस् त, अघि पनि मैले भनेको थिएँ, क्यास बुकमा डेबिट साइड भनेको प्लस हुन्छ, क्रेडिट साइड भनेको माइनस हुन्छ। माइनस ब्यालेन्स भनेको ओभरड्राफ्ट ब्यालेन्स हो, त्यसैले नेगेटिभ फिगर भएको हो है। क्यास बुकको क्रेडिट साइडको ब्यालेन्स भनेको ओभरड्राफ्ट नेगेटिभ हो, डेबिट ब्यालेन्स भनेको पोजिटिभ हो। त्यसै गरी पासबुकको केसमा चाहिँ यता प्लस यता माइनस हुन्छ, त्यही भएर क्रेडिट ब्यालेन्स भनेको पोजिटिभ हो, डेबिट ब्यालेन्स भनेको के हुन्छ, नेगेटिभ हुन्छ है। सर 5 को ब्याङ्कले पेमेन्ट गरेको छ अनि डेबिट साइडको क्यास बुक हुनुपर्ने होइन, या क्रेडिट साइडको क्यास बुक लेखेको छ नि, यस्तो हो नि त, पेमेन्ट गरेपछि त क्यास बुकमा क्रेडिटै त हुन्छ नि, सम्झिनुहोस् त। वाट कम्स इन डेबिट वाट गोज आउट क्रेडिट भने क्यास बुकमा त क्रेडिटमा राखेर घट्दैन ब्याङ्क ब्यालेन्स, क्रेडिटै त गर्नुपर्ने। कलेक्सन गर्दा डेबिट, पेमेन्ट गर्दा क्रेडिट क्यास बुकमा, पासबुकमा कलेक्सन गर्दा के त तपाईँको क्रेडिट, पेमेन्ट गर्दा डेबिट हो नि त्यहाँ चाहिँ।
ओके, कुरो अरू कसैलाई केही इस्यु छ भने प्लिज भन्नुहोस् त। नभए हामी भोलि चाहिँ नयाँ च्याप्टर सुरु गर्छौँ। अब आज पनि अलिकति सर कुन च्याप्टर पढ्ने सर भोलिबाट म त हेर्नुपर्छ हौ। रिकन्सिलेसन त्यो भयो, त्यो रेसियो एनालाइसिस पढ्नु पनि सक्यो। पिएल अकाउन्ट ब्यालेन्स सिट भएपछि फाइनेन्सियल स्टेटमेन्टसँग सम्बन्धित भएपछि रेसियो पढ्न सक्यो। ओके सर क्यास बुकमा रेकर्ड गर्दा त घटेकोलाई डेबिट बाई कसले भन्नु? त्यत्रो प्लस माइनस सिबी के अरे प्लस माइनस देखाएको छु होइन है, पासबुकमा हो। कसले देख्नु सर न्युमेरिकल नि आउँछ र आउने सम्भावना छ, अलिक बढी सम्भावना भएको यो गरिदिएको त धेरै म पढाउँछु। ओभरकास्ट इन्टु सिआर साइड इन पासबुकको भनिदिनु न, सिबी त बुझेँ, ओभर साइड इन्टु क्रेडिट साइड इन पासबुक भनिदिनु न रे। ओभरकास्ट इन्टु क्रेडिट साइड अफ पासबुक भनेको पासबुकमा प्लस लेख्दा धेर लेख्यो भनेको, क्रेडिट हो नि त प्लस है। ए एकछिन है, ओके क्रेडिट लेख्दा धेर लेख्यो भने क्यास बुकमा प्लस गर्यो भने न बराबर हुन्छ। अर्को के थियो त ल सर पासबुक र क्यास बुक रुल एकपटक भनिदिनु न, आज मेरो फर्स्ट बाप रेकर्डेड क्लास हेर्नुहोस् प्लिज। हस् न्युमेरिकल आए त राम्रै हो, गुड। प्र्याक्टिस गरेन भने त त्यो पनि चिप्लिन्छ नि, फेरि अलिअलि त गर्नु नि। ए मलाई त सबै आउँछ भनेर बस्ने होइन है। ओक्स ओक्स रे, ओक्स भनेको ओके छ त भने हो। ल बाँकी अब भोलि भेटौँ। सर 11-12 फर्स्ट इयर के भनेको बुझिन पढेको भने होला। क्यास फ्लो स्टेटमेन्ट छैन सर अहिलेको न्यू सिलेबसमा, एनआरबीमा छैन। अब क्यास फ्लो छैन। ल ओके अरू केही? शुभरात्रि। हस् ल शुभरात्रि सबैलाई।